आज हामी च्याउ खोज्न जान लाग्छौँ। गयौँ फेरि यति धेरै च्याउ भेट्दा हामी हेर्नुहोस् यस्तै देख्नु न। Hello everyone, welcome to back my YouTube channel. नमस्ते झोले सबैजनालाई अन्टाघटी मगरको च्यानलमा सबैजनालाई स्वागत छ। आज हामी च्याउ खोज्न जान लाग्छौँ। बारीतिर जाँदैछ हामी च्याउ खोज्न। पाउँछन् एउटा च्याउ भेट्ने अरे केट्न म आउनु लाग्छ। कस्तो च्याउ भेटिरहेछ अरे सल्यान भेटा बस कस्तो हुन्थ्यो होला नि। ए सल्यान साउथ मैले भन्थेँ नि वाउ मैले भनिरहेको थिएँ ठ्याक्कै भेटेको के भन्ने बित्तिकै ठ्याक्कै भेटाएको के और थोड़े कोपला हुन्छ छेउछेउमा वाउ च्याउ भेटे ठ्याक्कै खसिटे त्यो यस्तो भेटे बास कति हुन्थ्यो होला नि। आज सल्यान उम्रेछ क्या नि। गाइस यो च्याउ खान्छन् कि खाँदैनन् खान्छन् भनेर लग्न लाचेको हामी त च्याउ अबे सेतो च्याउ वाउ भुइँ च्याउ के हुन्छ सेतो च्याउ तपाईँ खानुहुन्छ के अरे एकदम फेभरेट हो नि फेरि भनेर के त्यो मन सल्यान फेभरेट हो सल्यान च्याउ हामी यसलाई सेतो च्याउ भन्छौँ ल। तपाईँतिर कता कस्तो च्याउ पाइन्छ के भन्नुहुन्छ? दुईटा च्याउ भेटाए एउटा कालो सल्यान यस्तो लैजानुहुन्छ खान्छन् के हो गाइस यो कालो सल्यान खान्छन् भने ए खान्छन् त भन्नु होला है गाइस यो च्याउ खान्छन् कि खान् के रे खान्छन् नि अमरे च्याउ त अलिअलि पाइरह नि तर मान्छे धेरै गएछन् के मान्छे त गिच च्याउ भन्दा बढी मान्छे छन्। अमरले भेटाए कि नै त भेटाइन अझै बिचरा अझैसम्म एउटा पनि भेटा छैन अरे अमरले। सल्यान कति राम्रो शिशिर कति भेटाइस् बोल तिनटा भेटा खतरनाक देखिन्छ एक क्लास एक क्लास उसे त च्याउ छ्या यो त अघि नै 4 बजी गएको रे सबिनाहरूलाई देखास् भेटिन्न क्या च्याउ मान्छे फेरि कति धेरै छन्। सल्यान प्यालो भने ए प्यालो सल्यान छ्या कहाँ पाइन्छ तर त पाइन्न के मान्छे गिच छन्। त्यो पाएर त मान्छे कति गिच छन्। खै म त कहिले लैजान्न कालो सल्यान त खाए लुकी हामी कहिले लैजान्नौँ कालो सल्यान घर। हेलो एभ्रिवान
यहाँ त पुरै जल्या वन यस्तो छ खाली छ पाइँदैन खै कति बेटा हेर्दै सबिराको धेरै काका पुग्यो तिम्रो इन्जु अब भेटाइसके इन्जु कहाँदेखि गएको पस्यो तिम्रो बुढी चोर के चाहिँ भेटाइस् तैँले पाइन्न नजल्यातिर पाइन्छ वन उहाँ जले छैन जम्मै आउँछ अनि यस्तो जलेको पनि पाइन्न के यहाँ त फुट्की माथि खोज्ने हो कि यस्तो ठाउँमा नजल्या ठाउँमा गाई चाहिँ यता चाहिँ वन जलिरहेको छ वन जलिरहेको जलिरहेको छ अरे यता चाहिँ वन जलेको छ त्यही भएर हामी उतातिर गइरहेछौँ सब वन सखा पार्दैछ जलाएर त्यही भएर हामी कता छ सोध्छ त्यतितिर जानु खाऊँ सत अङ्कलले उता च्याउ पाइन्छ भनेर कहाँ लगिजान लाग्नु भएको छ म यहाँ हिँडी हैरान भइगएँ वाक्क परेँ पहिला आएको यहाँ पाइन्छ भन्छ अमर वहाँ छ इसी वहाँ छ म चाहिँ यहाँ दिमाग खराब भइसक्यो त सब जले यहाँ कसरी पाउँछु यहाँ च्याउ पाइन्न भनिरहेको छु उता पाइन्छ भन्दा सँगसँगै पाएन भने कुदिने के गरे त म यहाँ पाउने भए त यहाँ एउटा दुइटा पाइन्थ्यो उता दुइटा पनि पाएको छैन अघि नैदेखि पाएको छैन खै कहाँ पाइयो ए भगवान् कहाँको घना जङ्गलमा रहेछ र म त जाम के माथि कस्तो सत्तरै छैन क्या यहाँ 70 नभए ठाउँमा च्याउ हुन्छ मेरो त दिमाग खराब भइसक्यो सल्यान पाइन्छ र मेरो दिमाग खराब बनाइदिए यिनीहरू केटाकेटीहरूले सर अङ्कलले यस्तो जङ्गलमा लिनुभयो च्याउ भेटाइस् अमर च्याउ भेटाइस् हेलो गाइस वाक्क दिक्क परिसक्यो च्याउ नभेटाएर यसले दुईटाले कहाँ लैजान्छन् कहाँ लैजान्छ यो चाम्रे च्याउ हेर म भने म हो के च्याउ वाउ चाम्रे च्याउ गाइस यता ध्यान तपाईँ खानुहुन्छ कि यस्तो चाम्रे च्याउ यो झन् खतरा मिठो हुन्छ बेस्ट हो बेस्ट पाट कुहियो भने नि ऊ हुन्छ नि के रे यो पाट कुहियो भने च्याउ हुन्छ नि दिदी मलाई देखाएर हामी डाँडामा अब के भन्छ रे त्यो आई गो टु दाङको बाटो यो पनि जान्छु र कहाँको डाँडामा हामी राति माथि आइ रातो डाँडामा वाउ सिसिलले हो माई गॉड हैन सिसिलले त्यतिको बोटा कोपिला कति राम्रो हुन्छ नि मेरो फेभरेट हो कोपिला त खै तीनटा भेडा छ भन्थे त एउटा हाले नुने अमरे ओय अमर दुईटा लस रे एउटा हैन ल बिरा त अब त रुमलाई यस्तो त त्यो लस त स्यान वाला दिन्छु निकाल चाहिँ हम फालिन्छ ल म गरम गर्न सक्दिन नि ह ठुक यस्तो गरेछ पानी रे बिस्या नसोस् त
ओके 2 3 डुबे बोला ओके त पता जगन गइलो छ ना बेटा डुबे ओइ काका गइलो छ धरु ए दा कस्तो मा भिडियो कस्तो बना हेर्न ए त गइलो छ ओइ ओ धरु हेर सिसिले कस्तो भिडियो बना ए दा हेर सिसिले हेर्न यस्तो बना भिडियो कस्तो बना हेर्न Just the results. कोले बडी सास के भन्छन् धेरै टाइमसम्म गर्न सक्छ त्यो सास रोक्न सक्छ हामी हेर्नेछौँ डुबेर हामी ट्राई गर्नेछौँ ल आई रेडी लगन रेडी ल 1 2 3 गो Anita out. पाते उपुरे के ये bro ये सवार ले ये bro सवार ड्राम मर रही है सवार legit ओए सवार लसम कर रहा त्यो कति मुन्नी छ मुन्नी वसा ढुङ्गा छ मेरो 1 मिनट होला 1 मिनट ये bro सवार जित्यो के गर्छ ओ माई गॉड कति खतरा छ माथिको इन्द्रिणी जस्तो हामी चाहिँ खोलामा नुहाउँदै छौं गहिरो फस्नलाई ओइ यति गहिरो छ यहाँ यति गहिरो यहाँ अझ यति गहिरो छ यहाँ ढुङ्गा त कुटी मबाट डुब्ला नि फेरि मान्छे डुब्नु मान्छे डुबे के न मल नडुबे हुन्छ अलि हाम्रो हात अहिले ढुङ्गा बजाइराछ सिसी राइजा कति खतरा देखेछ यहाँबाट मेरो पुरै हात डुबाएर कति खतरा देखेछ आइदैन हेर्न कसरी कसरी पुरिएछ ल मेरो पनि भिडियो गर्दै ल यतिकै बन्द गर्ने होइन के अलि त्यो डाक्नु पर्छ रोक्ने ढुङ्गा नै छ के रसमा वो पानी अलि किन म बसिरहनु ल खतरनाक देख्यो खतरा देखेछु ल कत्रो चल्छ ए बिद म त गाउँ भयो धेरै त नाइज ल यता र खै ल पानी आएको छिटो मरे जस्तो गरम आछु बडा नि अब हामी घर जानुपर्छ धेरै नोइयो जानियो घर खोज्दै खोज्दै जाने च्याउ त त्यस्तै हो नहेर हैरान भइसक्यो नानी मजा आछ भिडियो बनाइदिनु तेरो बनाएन हेर्न कस्तै परिहाल्छ फेरि हेर्न कसरी परिहाल्छ भगवान् के कसरी परिहाल्छस् मनको मदन
ओ माई गॉड म डुबे टेक्नोलोजी अझै पाइट नबोला नै त्यति बेला फेरि के भयो ओइ जाम बोर्लायो ओ टो हेर्नु कसरी पौडिहाल्छ कि यो त कस्तो खेल्छु म देखाइदिन्छु तँलाई यहाँ पकड त यसो देखाइदिन्छु म तँले कसरी खेल्छु भनेर मुक्ता ओ हात चलान नै मैले हात यस्तो गरोस् त हात चलाउँछु मुख पुरा बार्द मैले यता मुख गरम कालो छे यो हेर्न चाहिँ कुटु भए सक्दैन यसो यहाँ सानो नहाले बस नामहरु चिड्डा यहाँ अब खेल्दैन कतरी भाग्यो त्यसै आइज ल म त अब खेल्दैन बडी खेलेर ज्वरो आउँछ मेरो अस्ति ज्वरो आएको बिचरा सवा डङ्गलले अझसम्म एउटा च्याउ भेट्दैन नखाने च्याउ मात्रै भेट्दैन काँडाले ग्वापेर हैरान्छ च्याउ भेटिन्न खै उयो सानोवाला ओ माई गॉड अनि उयो सानो दुईटा सवा त बाटोमा हिँडेको त कहाँ त भेट वाओ बेलो सलेन ऐसे बैठते हैं ऐसे वाओ हम आप ऐसे ओ माई गॉड मैले त भेटान यार यहाँ कति धेरै उम्रेछ अनि यहाँ यो च्याउ पनि कति धेरै उम्रेछ उम्रन देऊ न सबै टिपम के फाल्दै थियो राम्रो ओइ कति राम्रो वाओ सिसी एउटा दे न ल यो ल आइज यो ल उठो उ आको त म भन्थे नि एउटा दिन्छु भनेर भयो वाओ सिसीले मलाई एउटा च्याउ दियो ओ माई गॉड पट्याउ कति राम्रो आहा म आके सबै कति राम्रो नि आहा सिसीले कति राम्रो पट्याउ भेटायो ए ब्रो कोटी चाम्रो हुनु रहेछ मिठो हुन्छ त त्यो चाम्रो त हेत्तेरिका सिसी त भेटाउने रहेछ भङ हेलो मैले त भेटान नि कति च्याउ भेटान्छन् कि भाइहरूले म त भेटान्न भेटिदिनु के भेटाइ समर ओ माई गॉड काको वनमा आयौँ यहाँ खोलामा आइसक्यौँ गाइस हामी चाहिँ म माथि छु जमुना ओइ जमुना यहाँ छ जमुनाको रुख जमुनाको रुख ओइ जमुना खाने भाइ जमुना छ यहाँ यति हो कामै भएको छ अबे कति धेरै भेटाएको यिनीहरूले त यिनीहरू भाइ त खतरा रहेछ च्याउ खोज्नु खतरा ना टिप्ने का पारेको चाहिँ नटिप के मैले हेरेँ रगतै निस्क्यो यार च्याउ टिप्दै पनि
जा भला नआए किन आएछ अब हिँड्न के छ कोपिला किन्नु पर्यो अब कहिले आइन्छ खोज्नु कति राम्रो टिप यहाँ पनि रहेछ कति यहाँ पनि छ सिसिर यहाँ पनि घोपाङ कति धेरै खोज्दै गर्नु कति धेरै घोपाङ च्याउ वाउ हेर्नु गाइस यति धेरै बेताइ अब यहाँ स्विटरमा लाग्नु हेर्नु मेरो भर यहाँ हेर्नु त च्याउ कति धेरै पाइन्छ उता पनि छ कति धेरै छिटो म भनेको म अस्ति आज कति धेरै बेटा गाइस चाहिँ यता घोपाङ च्याउ यो चाहिँ तपाईँले खानुहुन्छ कि मिठो हुन्छ है पकाउँदाखेरि गाइस हामीले यति धेरै च्याउ भेटायौँ वा हेर्नु गाइस आज सुरुमा भेटायौँ सल्यान कति देखाट ल यस हेर्नु सल्यान पछि बात आफ्नो बहिनीलाई पनि घर पठाएर यति धेरै बिहानमा आएको जिम त अझ बिहान दुई चिज यसको कत्रो दुई प्लास्टिक लगिसक्यो दुई प्लास्टिक लगिसक्यो यिनीहरू भाइ यसको दुई प्लास्टिक हाम्रो हेर्नु यो हाम्रो योसँग सट मरे सट च्याउ बेचिके त कालिन त सुरुमा काम च्याउ बेदा घर जाने भनेर इनुरले अन्टेन माथि पाइन्छ त्यो माथि गयो नि लटा च्याउ किन्ने भयो आउनु यी च्याउ लोकल च्याउ लोकलले जङ्गलमा उमारेको हेलो गाइस आज चाहिँ हामी च्याउ खोज्न आगो वनमा चाहिँ हामी सुरुमा चाहिँ भेटा थियौँ कता हिँड्यौँ लास्टमा हामी नहेर चाहिँ माथि यताउतातिर गयौँ अर्कोतिर यता हाम्रो वनतिर गयौँ माथि भेटायौँ यस्तो मजाले च्याउ भेटायौँ अनि त्यसपछि हामी घर जाने सोचेर नि पछि च्याउ यति थोरा भेटाएको थियौँ अनि त्यसपछि हामी गयौँ फेरि यति धेरै च्याउ भेटायौँ हेर्नुहोस् यस्तै देख्नु न यस्तरी हेर्नुहोस् गाइस यस्तै पस्दै यति धेरै च्याउ मान्छे हेर्नु है हामी भाइ बहिनीहरू गयो अरू हामी माथि छौँ लास्टमा अनि के भन्नु लाग्थ्यो मैले चाहिँ भने चाहिँ तपाईँहरूलाई च्याउ चाहिएछ भने हामीलाई सम्पर्क गर्नु होला हामी म्यासेज गर्नु होला म्यासेज उमा के अरे युट्युबमा कि उमा कमेन्ट गर्नु होला चाहिएछ भने भन्नु होला 1 किलोको 500 रुपियाँ सोच्दै नसोचेको भयो आज हामी त भेटान्न मलाई सोचिरहेको थियौँ घर फर्किन लाग्थ्यौँ हामी त लास्टमा त भेटायौँ यति धेरै च्याउ हेर्नु त्यहाँ त पट्टा मात्र छ सल्यान मात्र यो उसको भाइहरूको यो सिसिरको यो सस अङ्कलको यो मेरो नटाएर अम्बर पनि नटाएर हामी त यहाँ मैले मेरो स्वेटरमा टिपेको पछि त यी अब चाहिँ हामी घर जान्नतर्फतिर जाँदैछौँ हामी अझ भिडियो राम्रोसँग गराउनु पाएनौँ कि धेरै च्याउ भेटाएर यहाँ नि भिडियो पनि गराउनु पाएनौँ हतार टिप्न हतार भएर हामी भिडियो पनि बनाएनौँ टिपेको अब चाहिँ हामी घरतिर जान्छ चाहिँ घर जानु लागेको छौँ अहिले फिलहाल 9:45 फिलहाल 9:45 गएको छ घर पुग्दाखेरि सायद 10 बज्छ होला यस्तो स्वेटरमा च्याउ राख्नु परेछ नि च्याउ धेरै भएर सिसीलाई पनि धेरै भएर हातमा उचाल्नु परेछ दुईटा प्लास्टिक भेटेर पनि भरेर पनि पछाडिको मान्छे जुती घर गएर पनि त्यहाँ बाटोमा बुटाल्नु परिरहेछ हे भगवान अझ दिउँसो आउने अरे भाइ पछाडिको भाइहरू त दिउँसो आएर म खोज्ने हो भन्छन् सुरुमा त हामी 4-5 जना मात्रै भेटा थियौँ सिसिरको अलि धेरै थियो हाम्रो त कति थोरा थियो यस्तो अघि बल्ल घाम हराछ यतिकिन कति घाम चर्के थियो अघि न त काली भयो आँखामा घाम आइरहेको थियो कालो देखेछु म त कति गोरो थियो यहाँ काली बस्नु घाममा हिँडेर धान रोप्दा पनि 8 बजारमा धान रोप्दा पनि यस्तै हिँड्यो के स्वेटर नलाइकिन
एभ्रिवान अब चाहिँ हामी भिडियो इन गर्न लागेको छौँ हामी घर पुग्न लागिसकेको छौँ अहिले चार्ज पनि सक्दैन मेरो त चाङ गरेर ब्रुक्क मऱ्यो आजको ब्लग यति नै हो गाइस थ्याङ्क यू फर वाचिङ द भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु